Hey guys, welcome to my new vlog. I सबैजना सन्चै आरामै हुनुहुन्छ होला। हामी पनि एकदम सन्चै आरामै छौँ। तिमी छैन? निन्द्रा लाग्यो क्या अहिले? निन्द्रा लाग्यो क्या अहिले? ततारा त्यो गाइज हामी चाहिँ केलाबारी हुँदै टक्क रोड हुँदै फेरि पनि हामी निरन्तर आफ्नो कामतिर निस्किसक्यौँ। ताली निरन्तर निस्किसकेका छौँ नि। अनि के भन्नु त अरू फुल टिपन गाइस आफ्नै छ मेरो भन्दै टक्क हामी यो स्कुल भन्ने जस्तै छ, तर कमला गेट जत्रै छैन। त्यो हुँदै हामी चाहिँ निस्किसक्यो आफ्नो बाटोतिर होइन। आज के कस्तो हुन्छ हेर्नु होला, तपाईँहरू मिलाएर देखाउँछु मैले पनि। त्यो गाइड त्यो भन्न चाहन्छु, गाइड देख्न सक्नुहुनेछ। यस्तो दामी देखाएको छ, म रोकेर देखाउँछु ल। कस्तो पहाडमा बस्छु होला म आफै बुझ्नु त। यस्तो भयो भने अरू के चाहियो त गाइज। यस्तो आफ्नै यो चाहिँ दुबईको के गाडी अरे, रेशम गाडी अरे के भन्छन्, त्योभन्दा कम छैन गाइज। तर त्यहाँको जस्तो काम चाहिँ हुँदैन यहाँ। त्यही हो, दामी देखिरहेको छ चाहिँ। खुल्ला मौसम छ, उज्यालो छ, टहकिलो छ, दमदार छ आजको दिन। त्यो गरम चाहिँ धेरै छ। दिदीबहिनीहरू हामीले आइसक्यो। क्रिकेट हेर्दा हेर्दै तपाईँहरूसँग बोल्नै पनि बिर्सिसकेको रहेछु मैले। रहेछु क्या भनेको अरे भ्लगर भन्ने रे। हाम्रो त्यहाँ क्रिकेटले बजायो देखाइदियो। जसले हान्ला मान्ने थियो त्यही क्याच आउट गइदियो लास्टमा। आज आरसिबी र अर्को कहाँको हैदराबाद हो क्या, कहाँको मैले खतरनाक भइरहेको। खतरनाक भन्दा पनि खतरनाक भइरहेछ आज चाहिँ। दम धडाका भइरहेछ गेम। त्यो हेर्दा हेर्दा हामी चाहिँ आज पनि केही भेटिन्छ कि रोहित। तर यो हामीले अस्ति कराइब देखाएको थियो, त्यसमा चाहिँ राम्रो जे होस् धेरैजनाले हेरिदिनु भएको थियो। त्यसको लागि धेरै धेरै थ्याङ्क यू सो मच, धन्यवाद भन्न चाहन्छु। त्यो गाइज है, यताबाट जाउँ। यताबाट सर्प टोक्ने डर हुन्छ फेरि। सर्प यो ठाउँमा सर्प लास्टै हुन्छ नि त, धेरै हुन्छन्। किनभने एकचोटि मेरो टाउकोमा पनि गिरिरहेको, त्यहाँबाट बसेको वहीँभित्रहरू त्यो किचनभित्र बसेको, माथि पङ्खाबाट खास हडमा पर्छ। म त फडा गर्दै यता र उता कता आउँदै नि लोटे भइदिएँ। त्यस्तो भइसकेपछि चाहिँ सर्पहरू चाहिँ कस्तो सर्प भन्नाले हरियो र कालो सर्प बढी हुन्छन् क्या यतातिर। त्यो सर्पको चाहिँ धेरै धेरै ध्यान दिनुपर्ने हुन्छ हामीहरूले, नत्र पनि त यहाँ बाँच्ने चान्स छैन गाइज, छैन। किनभने यो ठाउँबाट अहिले राति न बोटहरू चल्छन्, न यहाँबाट हेलिकप्टर चल्छ। यदि हेलिकप्टरमा हामीले यदि उताबाट यहाँ मगाएर यहाँबाट गयो भने चाहिँ हामीलाई परिहाल्छ 10-15 हजार परिहाल्छ। अनि घाटा छैन त। त्यही हो दाजुभाइ दिदीबहिनीहरू, हामी चाहिँ यस्तो अँध्यारो किन देखिरहेछ गाइज। ए राति भएको मलाई ध्यानै छैन होइन। त्यही हो, आजको भिडियो चाहिँ यति नै हुन्छ। माया साथ सपोर्ट देखाइदिनु होला। नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला, पुरानो हुन्छ भने बेल आइकनलाई दबाइदिनु होला। यति भन्दै बिदा हुन्छु। ओके बाइ बाइ।